नेपाल जापान कूटनीतिक सम्बन्ध स्थापनाको 70औं वर्षगाँठको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल आइतबार राति जापानको औपचारिक भ्रमणमा प्रस्थान गर्नुहुने भएको छ। जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै जापान जानुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र सचिव अमृत बहादुर राईका अनुसार राष्ट्रपति पौडेल 11:30 नेपाल एयरलाइन्सको उडान नम्बर 433 मार्फत जापान प्रस्थान गर्नुहुनेछ। भ्रमण सम्पन्न गरी उहाँ माघ 21 गते अपराह्न 4:30 बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा माघ 19 गते जापान सरकारले आयोजना गर्ने नेपाल जापान कूटनीतिक सम्बन्धको 70औं वार्षिकोत्सव सम्बन्धी विशेष समारोहमा राष्ट्रपति पौडेल सहभागी हुनुहुनेछ। त्यसैगरी माघ 20 गते टोकियो स्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राष्ट्रपति पौडेलको राजकीय शिष्टाचार भेट तय गरिएको छ। सोही दिन जापानका प्रधानमन्त्री ताकाइची सानाईसँग पनि राष्ट्रपति पौडेलको भेटवार्ता हुने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।